हेलो साथीहरू, सबैजनालाई सन्चै होला अनि मलाई पनि सन्चै छ साथीहरू। अनि आज चाहिँ म धेरै टाइमपछि भ्लगमा आएँ अनि सबै साथीहरूलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। अनि साथीहरू आज चाहिँ हाम्रो गाउँतिर चाहिँ ठुलो पानी परेको थियो अनि भर्खर चाहिँ घाम लागेको छ साथीहरू। अनि मेरो छोरो चाहिँ देख्न सक्नुहुन्छ पानीमा अति खेल्छ भनेकै मान्दैन। पानी भनेपछि मरि हत्ते गर्छ। देख्न सक्नुहुन्छ यहाँ धारोमा आएर बास गरेको छ। अब के भन्नु यसलाई, जति गाली गर्दा नि हुँदैन। हाई छोरो, देख्न सक्नुहुन्छ साथीहरू हामी त सबैजना पानीपुरी खाँदैछौँ। त्यहाँ आमा बसेर खाँदै हुनुहुन्छ, त्यहाँ नानी बसेर खाँदै। चर्को भयो कस्तो छ? हामीलाई त भएन चर्को, नुन घोप्टेको हो। खाँदैछौँ साथीहरू, देख्न सक्नुहुन्छ पानीपुरी। Privacy issues. Sleepy Soul Bio. Sleep app for personalized therapy based on your circadian rhythm. Sleepy Soul Bio. साथीहरू तिमी चाहिँ किन फाल्दै? किन के भयो सल्ना? चर्को भयो? नमल्ने रहेछ कि अब आज तरकारीमा नुन मैले पछि हालेको नि त सबै, त्यही भएर भन्नुहुन्थ्यो नि तँलाई हामीले प्र्याङ्क गरिदिएको। नुन हालिदिएको तर यिनले चाहिँ पहिला देखेर किन नुन हालेको भने त मैले ढाँटेर अनिखेरि भाइले गर्दा परेको भने तिमीलाई लास्टमा राख्दै थिएँ। नुन चर्को मात्रै हो, पिरो त भएन नि। हामीले चाहिँ पराङ गरिदिएको, दुईजनालाई नै नुन हालिदिएको अनि एउटामा चाहिँ नुन र खुर्सानी हालिदिएको अनि नुन परेको छैन भनेर लागेको थियो, मैले ढाँटेको क्या। प्र्याङ्क गरेको साथीहरू हामीले चाहिँ भन्ने साथीहरू। मैले चाहिँ प्र्याङ्क गरिदिएको यहाँ नानीहरूलाई अनि चर्को भएर चाहिँ यिनी चाहिँ गइन् धारामा दुईचोटिसम्म। यिनले नुन खाइन्, यिनले खुर्सानी खाइन् अनि हामी चाहिँ त्यही भएर आज अलग्गै खाएको। यो रियाक्सन देख्न सक्नुहुन्छ। अझै पनि अमिलो पिरो भएको छ यिनलाई, यिनीहरू चाहिँ हामीले खुर्सानी र नुन हालिदिएको साथीहरू। अमिलो मात्रै हालिदिनु पर्ने साथीहरू। आज चाहिँ हामीले खाजा खाएर पनि भाँडाकुँडा माझेर सबै काम भ्याएर बसिसकेको, लुगा पनि धोइसकेँ मैले चाहिँ। अनि दिदीले चाहिँ आज खाना बनाउनु भयो अनि साथीहरू। अनि नानीले चाहिँ यहाँ बहिनी हेर्दैछिन्, मेरो छोरो यहाँ धुलो खेल्दैछ। अनि साथीहरू सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला भन्न चाहन्छु। अनि आजको लागि चाहिँ यति नै, किनभने अब रातिको 6 बजिसकेको छ साथीहरू। अनि हाम्रो चाहिँ खाना पनि पाकिसक्यो, अब खाना खान्छौँ अनि गुड नाइट भनेर सोध्छौँ। आजको लागि चाहिँ बाई बाई।